सँग पनि यस्तै बिग्रिएको रिचार्ज कार्ड छ भने सजिलैसँग रिचार्ज गर्न सक्नुहुनेछ। अब यो बिग्रिएको रिचार्ज कार्ड रिचार्ज गर्नको लागि एकदमै सजिलो छ। एनसिएलको लागि तपाईले सोचे भन्दा सजिलो तरिकाले रिचार्ज गर्न सक्नुहुनेछ। त्यसको लागि अब तपाईले आफ्नो मोबाइलमा यहाँनिर डायल प्याडमा डायल गर्नुपर्ने हुन्छ *9005*7# डायल गर्नुहोस्। त्यसपछि यहाँनिर कलिङ गर्नुहोस्। अब कलिङ गरिसकेपछि तपाईले यहाँनिर अप्सन भेटाउनुहुनेछ। अब नेपाली अथवा तपाईले इंग्लिश कुन चुज गर्ने हो यहाँनिर सिलेक्ट गर्नुहोस्। जस्तै नेपालीको लागि यहाँनिर 1 प्रेस गरेर सेन्ड गर्नुहोस्। अब त्यसपछि तपाईले यहाँनिर 1 सेन्ड गरिसकेपछि यहाँनिर अब तपाईले फेरि यहाँनिर 16 अङ्कको सिरियल नम्बर जो रिचार्ज स्क्रैच गर्दा बिग्रिएको छ नि त्यो भन्दा तपाईले माथि देख्न सक्नुहुनेछ। यहाँनिर 16 अङ्कको सिरियल नम्बर देख्न सक्नुहुनेछ हो। यो सिरियल नम्बर यहाँनिर तपाईले अब डायल गर्नुपर्ने हुन्छ। मिस्टेक नगरिकन यो सिरियल नम्बर यहाँनिर तपाईले डायल गर्नुहोस्। डायल गरिसकेपछि सेन्ड गर्नुहोस्। त्यसपछि यहाँनिर फेरि अब जुन बिग्रिएको पिन कोड छ नि जुन तपाईले स्क्रैच गर्दा बिग्रिएको पिन कोड छ जस्तै तपाईले जति देख्नु भएको छ त्यो चाहिँ नम्बर नै डायल गर्नु होला। जति पनि तपाईले देख्नु भएको छैन बिग्रिएको छ त्यसमा चाहिँ स्टार डायल गर्नु होला है। यसरी तपाईले यहाँनिर रिचार्ज गर्नुहोस् जति पनि। अब जस्तै यहाँनिर 16 अङ्कको हुन्छ। अब जति देखिएको अङ्क छ त्यो तपाईले डायल गर्नुहोस्। त्यसपछि यहाँनिर अरु चाहिँ रिचार्ज कार्डमै देखिएको नम्बर डायल गर्नुहोस्। त्यसपछि अब तपाईले यहाँनिर फेरि रिचार्ज गर्ने नम्बर अब कुन नम्बरमा तपाईले रिचार्ज गर्न चाहनुहुन्छ त्यो नम्बर यहाँनिर डायल गर्नुहोस् हो। यहाँनिर तपाईले त्यो नम्बर डायल गरेर सेन्ड गरिसकेपछि केही समय लाग्छ यो रिचार्ज आउनको लागि। अब ओके गर्नुहोस्। रिचार्ज सक्सेसफुल्ली भइसकेको छ। यसरी तपाईले आफ्नो एनसिएलको रिचार्ज कार्ड पनि बिगारेर घरमा राखिरहनु भएको छ, स्क्रैच गर्दाखेरि पिनहरु मेटिएर घरमा राखिरहनु भएको छ भने यही तरिकाले सजिलैसँग रिचार्ज गर्न सक्नुहुनेछ। यस्तै भिडियोको लागि तपाईले लाइक गर्नुस्, शेयर गर्नुस्, कमेन्ट गर्नुस्।